क्षयरोग एक प्रकारको पुरानो सरुवा रोग हो जुन लामो समयसम्म मायोबैक्टेरियम ट्युबरक्लोसिस ब्याक्टेरियाको संक्रमणले गर्दा लाग्दछ। यसले शरीरको फोक्सो, हाड जोड्ने ग्रन्थि, छाला आदिमा प्रभाव पार्न सक्दछ। क्षयरोगले जनावरहरू समेतलाई आक्रमण गर्दछ। जनावरमा लाग्ने टिबीलाई भोमिन टिबी पनि भन्ने गरिन्छ। रोबर्ट कोचले सन् 1882 मा यो रोगको कीटाणु ट्युबरक्लोसिस बेसिली पत्ता लगाएपछि यसलाई कोच डिजिज नामले समेत चिनिन थालियो। यो रोग मायोबैक्टेरियम ट्युबरक्लोसिस बेसिलस, त्यस्तै कडा परिश्रम, कुपोषण, गरिबी, धूमपान र मद्यपान साथै अस्वस्थकर बसाइ आदिबाट यो रोग लाग्ने गर्दछ। यो रोगको ब्याक्टेरिया शरीरभित्र प्रवेश गरिसकेपछि 3 हप्तादेखि 6 हप्ताभित्रमा यो रोगका लक्षणहरू मानवमा देखा पर्दछन्। रोगीको खकार, सिगान, रोगीसँगको प्रत्यक्ष सम्पर्क, रोगीसँगको अप्रत्यक्ष सम्पर्क, सङ्क्रमित धुलो, दूषित खाना तथा पेय पदार्थ आदिबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोग सर्ने गर्दछ। यो रोग लागेपछि साँझपख ज्वरो आउने, लामो समयदेखि सुक्खा खोकी लाग्ने, छाती दुख्ने, राति पसिना आउने, खाना खान मन नलाग्ने एवं व्यक्ति दुब्लाउँदै जाने, शरीर कमजोर हुने तथा शिथिल हुने, लामो समय पश्चात खकारमा रगत समेत देखा पर्ने आदि लक्षणहरू देखा पर्दछन्। यो रोग लागिसकेपछि बच्नको लागि बच्चा जन्मने बित्तिकै BCG खोप लगाइदिनु पर्दछ। सफा सुग्घर वातावरणमा बस्ने र दैनिक पोषणयुक्त खानेकुरा प्रयोग गर्नु पर्दछ। गाई भैँसीको दुधलाई राम्ररी उमालेर मात्र खाने गर्नु पर्दछ। रोगीलाई सुत्नको लागि छुट्टै सफा र उज्यालो कोठाको आवश्यकता पर्दछ। त्यस्तै गरेर खकार परीक्षण गरेर रोग पत्ता लगाउने र नजिकैको डर्स क्लिनिकमा गई चिकित्सकको सल्लाह बमोजिम कसैको प्रत्यक्ष निगरानीमा औषधि सेवन गर्ने विधि डर्सद्वारा उपचार गराउनु पर्दछ। रोगीले उत्सर्जित गरेको विकारयुक्त वस्तुहरूलाई राम्ररी विसर्जन गर्नु पर्दछ। साथै रोगीले खोक्दाखेरि रुमालको प्रयोग गर्नु पर्दछ। स्वास्थ्य शिक्षाको माध्यमबाट यस रोगबारे समुदायका मानिसहरूलाई व्यापक रूपमा जनचेतना फैलाउनु पर्दछ। भिडियो हेरिदिनु भएकोमा धन्यवाद दिँदै लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। हस्त धन्यवाद।